दर्शन नमस्ते नमस्कार सम्पूर्णमा आज सुदूरपश्चिम र कर्णाली प्रदेशको अधिकांश जिल्लाहरूमा मनाइने पुष्य 15 अथवा पुष 15 यो ढाक्ने रोटो खाने दिन भुच्चाने भनिन्छ हाम्रो यो ठ्याक्कै धुलो मुस्ने कामहरू सक्कर अलि घिउ मिलाएर त्यहाँ मलाई गर्ने धुलो मालिस गर्ने मलाई गर्ने काम भएको छ। यहाँ अब मिसाउने काम हुने यो अब यसलाई फाउने काम पानी मिसाउने फाउने काम भइरहेको छ। ल अब सबै कोही छुट्नु भएको छ भने हामी अब रेडी गर्दैछौँ। खाने भएपछि जसरी पनि साँझ उपस्थिति आउनु होला। यसै युट्युबमा यो रोटीलाई पसन्द र यहाँ मन परे एक लाइक र एक शेयर गर्नु होला। अब कमेन्ट पनि गर्नु होला, सरप्राइज पनि गर्नु होला, सरप्राइज पनि गरिदिनु होला। अब यहाँ चस्माबारी भाउजू हाम्रो कान्छी भाउजू, यहाँ चाहिँ मेरा अब बुढी मेरी म्याडम। अब दुईजनी मध्ये को ठिक छन् कमेन्ट पनि गरिदिए त्यसैमा। को काली छन् को गोरी छन् हेर्नु त। यहाँ हाम्रो यहाँ बाहिर एउटा मैले यहाँ वाचम्यान पनि राखेको छु। यहाँ भित्र चामल कोही यहाँ बाहिर यो कोही डाँगाहरू आयो भने यो बेबी टेडी बेयर यो अझ यहाँनिर कदु छ छोरी, कदु सुमा त फर्सी। अब यो पनि काट्ने हो। यसलाई पनि अब यो कदु फर्सी भन्नान् फर्सी। यो कदु पनि आजै काट्ने हो। यसलाई पनि काट्ने आज। यो पनि अब यहीँ रहन्छ। यसैमा यस कुकरमा हालेर यसमा फाडो फाडो बनाएर खाने। यसलाई पनि त्यसै रोटीसँग हेलो बनाएर खाने यसलाई कदुलाई पनि। अब धेरैजनाले बनाइसक्नु पनि भएको होला। हामी त अब बनाउने तयारी अलि एकदम अब ड्युटी र समयको उल्लेख गर्दा अब धेरै टाढाबाट आउनुभएको छ। आज लगभग यो कुकुडफल्लीदेखि 300 किलोमिटर टाढाबाट उता तारनाकाबाट घटकेस तारनाकाबाट आउनुभएकी छन्। तारनाका लालापेट लालागुडाबाट आएकी छन्। अब लगभग 8-9 महिनापछि भेट भएको छ। यहाँ अब त्यहाँ मिसाइरहेकी छन्। अब तयार भइसकेको छ। ल अब ठिकै छ।